खाँदैछु एकछिन खाइसकेपछि बोल्छु ल अहिले मिठो रहेछ है हटडग पैसामा धेरै खानु भनेको यस्तै खान्छ मैले यो फर्स्ट टाइम खाएको तर मिठो लाग्यो 240 जान्छ हामी चाहिँ अहिले अरेना सेन्टर आइसक्यौँ हैन रिच किड इन द टाउन मेरे पास बहुत पैसा है 15 दिनमा लुगा किन्छ यसको लुगा किन्न आज फेरि आएको अस्ति यो भन्दा अगाडि पनि यसकै लुगा किन्न आएको हैन न्यू रिच किड इन द टाउन सेलरी आउने बित्तिकै किन्नुपर्छ अरे ल लुगाहरू के किन्छ आज आज एउटा ज्याकेट किन्नु मन छ मलाई अनि एउटा हुडी नि योबाट कस्तो मन पर्दैन यो त अनलाइनमा हेरेको ल यो पाउँछ कि पाउँदैन नयाँ जारामा हेरेको छु आज फेरि चेक गर्दिउँ न त आज त्यसले अब फेरि रेट गर्दा 10 out of 10 मेरो टाइपको यो चाहिँ ड्रेस अप ब्लेजर विथ मार्टिन नाइस यस्तो छ कस्तो हावा चलेको अब यसको आउटफिट माथि ज्याकेट तल ब्यागी जिन्स हातमा वाइट ब्याग यसलाई चाहिँ म 10 मा कति दिन्छु भने 10 मा -1 गजब बेइज्जती हैन राम्रै छ स्वागत छ यहाँ देख्नु भएको छ यो चाहिँ अरेना सेन्टर हो यो चाहिँ सो यसले आज मलाई सपिङ गराउँछ अरे आइफोन 17 अबे पैसा सपिङ गर्ने पैसा अनि आज यसले आइफोन 17 पनि दिने कुरा गर्दैछ सो हामी गएर चेक गर्नेछौँ अहिले आइफोन 17 को कति छ प्राइस 1500-1600 होला 256 हो अनि 1 GB 1 TB को 18-19 कति छ 1.5 मतलब भन्दैन नि म चाहिँ अर्को वर्ष लिन्छु अहिले चाहिँ लिदिनँ अहिले चाहिँ जस्ट म स्ट्रगलिङ फेजमा छु सो या स्ट्रगलिङ फेसमा हुँदा पनि 15 दिनमा लुगा किन्छ है झन् अब यो खम्मा आयो भने त यसले के गर्छ होला बोकेर भन्दा अब अस्ति ठिक्क दसैँ टिकाको दिन लुगा किन्न आएको त्यसको लागि आज तिहार अब हामी सुरुमा चाहिँ एकदम ब्रान्डेड पाउने ठाउँ जान्छौँ न्यु योर्करमा त्यहाँ चाहिँ एकदम ब्रान्डेड सस्तो पाउँछ यहाँ छ न्यु योर्कर यो न्यु योर्कर भनेको चाहिँ यहाँको एकदम एभरेज ब्रान्ड हो हैन अब जस किन्न सकिन्छ सबैले त्यस्तो महँगो पनि छैन ठिक्क चाहिँ हामीले चाहिँ एफोर्ड गर्न सकिन्छ यहाँको अनि हामीले तर किन्ने भनेको यस्तो भयो क्या अब त्यो भ्याइपी ठाउँमा किन्ने कुरो भएन यो चाहिँ केटीको साइडहरू हो तर यहाँनिर चाहिँ भिडियो बनाउने गीत हुन्छ कि कपिराइट लागिहाल्छ गीतहरू हामीले 3 घण्टा लगाएर यसले सामान छानी तर एउटा मात्रै छानी एउटा सुरुवाल छान्नलाई 3 घण्टा लगायो ठ्याक्क यसले अनि त्यसपछि यता केही भन्नु छ भन् 1 घण्टा 2 घण्टा लाग्यो होला तर के पाइएन त्यसैन म मैले लिए
मैले ट्राउजरहरू लिए यहाँ ओइ कहाँ उता हेर यो त बेबी सोरुम रहेछ यार यो बेबी सोरुम हो टिप्सको पैसा क्या ओए टिप्सको पैसा कार्डमा 23 मात्रै दिएको छ मलाई त कुन त हो मेरो लागि ज्याकेट खोज्दा गरेको तर केही नभएर यत्रो मार्केटमा त पाएन अब त्यसको लागि ज्याकेट टेम्पोबाट खै के भएको मन नपरेको कि महँगो भएको कि सोच्दैछु म कुन लिम भनेर त्यो जाराको टिप्छ त 39 वाला अब त भोक पनि लाग्न थाल्यो अहिले चाहिँ हामी गलेर बसिरहेको छौँ सपिङ गर्दा यहाँ सुतिरहेको छ यो सपिङ चाहिँ के गरेको छैन यसले एउटा प्रोटिन लियो अनि मैले एउटा चार्जर लिएको छु एउटा ज्याकेटको हन्टिङ गरेको गलेर प्यात्तै भयो गाइज भन्यो नि त यो ज्याकेट कस्तो छ यसको लागि कति यो 39 पोइन्ट कति छ 40 भनौँ न लगभग 40 युरोको रहेछ चल लगा त कस्तो माथिबाट देखा त दामी देखिन्छ ल हिरोइन देखिस् कति कुन साइज हो यो यहाँभन्दा सानो पाउँदैन जति चेक गरेर आइज अब खतरा देखियो त एक्स्ट्रा स्मल पनि मलाई कति ठुलो भएको यहाँ यत्रो त लगाउनु पर्छ नि त नि फाइनली यो ज्याकेट मन परायो अब के मिल्दैन भन्छ फेरि बवाल रहेछ त दामी छ त ठिक छ त यतिको त यहाँ त सानो त राम्रो हुँदैन त्यहाँभन्दा सानो त राम्रो हुँदैन हिउँमा लगाउने खालको रहेछ नि त बवाल छ भयो बवाल छ ल यो फाइनली यसले यो मन परायो कति 40 युरो त्यो ज्याकेटमा यो जुत्ताहरू त कस्तो बवाल हुन्छ अब नयाँ सिस्टम छ लुगा किन्ने हाफै पेमेन्ट त्यहाँबाट ट्याक्का पेमेन्ट फर्स्ट टाइम देखेको होली छैन तैँले मैले पनि फर्स्ट टाइमै देखेको त्यो चाहिँ आफै पेमेन्ट गर्नुपर्ने रहेछ यहाँनिर थिएन नि त पहिला यस्तो सिस्टम यहाँ ठिक छ अब हामी फाइनली सपिङ सकिसक्यो अब 3 घन्टा पछाडि एउटा यो ज्याकेट किनौँ एउटा पेन्ट किने कति 66 युरो भनेको कति हो सपिङ सकिसक्यौँ निस्केको अब रातिको 6 बजिसक्यो अब चाहिँ यो भिडियो यही क्लोज गर्ने यसले छप्पल भयो नि कति 66 युरोको किने 66 युरो त्यहाँ अनि त्यहाँ कति त्यो कति 19 ल 66 20 कति हुन्छ 90 त्यस्तै 86 युरोको घामन किने रिच किड हो यो चाहिँ होइन 15 दिनमा अब फेरि किन्छु भन्दैछ न्यु इयरमा अझै हुडी किन्न बाँकी छ अरे
ल गाइस जति भन्दै आजको भिडियो चाहिँ यही क्लोज गर्ने बाई भन्दै अब हामी नेपाली रेस्टुरेन्ट जानेछौँ मोमो खानु तर खुल्ला छ कि छैन भन्ने कुरा हो ल ल बाई 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 बाई